के तपाईँले सुन्नु भएको छ कहिले हार्मोनको समस्याले गर्दाखेरि चाहिँ ग्यासमा कमी आउँछ रे। आज म बाटोमा हिँडिरहेको थिएँ, दुईजना हजुरबाहरू गफ गरिराख्नु भयो रहेछ। अब गफ गर्दा गर्दा मैले ट्याक्क एउटा कानले के सुनिहालेँ भने एउटा बाले भन्नुभयो हर्मोनको समस्याले गर्दाखेरि ग्यासमा कमी आयो रे। म त एकछिन छक्क परेँ, के भन्नुभयो बाले? हर्मोनको समस्याले त झन् ग्यास बढी आउनु पर्ने हो, ग्यासको समस्या झन् बढ्नु पर्ने हो। अब मलाई त अब त्यो जान्ने इच्छा लाग्यो कि अब त्यो पुरानो कुनै अब उपचार नै छ किन बुढाबासँग भनेर एकछिन सुनिरहे, कान ठाडो पाडेँ मैले, कान ठाडो सुनिरहे होइन। अनि त्यसपछि बाले के भनेछन् भने हर्मोनको समस्याले ग्यासमा कमी आयो भन्नुभयो। अर्को हजुरबाले फ्याट्ट के भनिहाल्नु भने हर्मोन होइन के बे, हर्मुजमा नाकाबन्दी भएर चाहिँ ग्यास आयातमा कम आयो भन्ने भएको होला होइन भनेर भन्नुभयो। म त छक्क परेँ, ए यस्तो पो कुरो रहेछ। म त